निर्माण गर्नेहरू किताब पढे, विश्वविद्यालय पढे तर समाज पढेनन्, तथ्याङ्क पढे तर जनता पढेनन्, बजेटका अङ्क बुझ्नेहरू किसानको खेतसम्म पुगेनन्, गाउँका बिरामी र श्रमिकको दुःख, बेरोजगार युवाको पीडा र विदेशी न बाध्य नागरिकको मनोविज्ञान बुझ्न सकेनन्। देशलाई माटो बुझ्ने नेतृत्व चाहिन्छ, धान र गहुँ कुन बालीमा कस्तो पानी चाहिन्छ भन्ने सामान्य यथार्थ नबुझ्ने मानिसले कागजमा अर्थशास्त्र लेख्न सक्छ तर जनताको जीवन बदल्न सक्दैन। सम्माननीय सभामुखले, त्यसैले त होला सरकारी कर्मचारीको तलब वृद्धि भयो तर महँगी नियन्त्रण भएन। सरकारी कर्मचारी र सरकारी जागिर त सीमित व्यक्तिले खान्छन्, यदि महँगी नियन्त्रण भयो भने यो सबैका लागि हुन्छ। यो हामीले लामो समयदेखि बढ्दैन। सम्माननीय सभामुख महोदय, यो देश चिल्ला सुकिल्ला मुकिल्लाको मात्र हो कि गरिब र किसान, मजदुर र श्रमिक र दुर्गमका नागरिकको पनि हो। दुर्गमका अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव छ, उपकरण छैनन्, विशेषज्ञ चिकित्सक छैनन्, आधारभूत औषधि समेत नियमित उपलब्ध छैनन्, तर तिनको व्यवस्थापन र स्वास्थ्यमा पूर्वाधार शुद्धिकरणका लागि पर्याप्त नीतिगत प्रावधान देखिँदैन। जनताको करबाट चल्ने राज्यले यदि जनताकै आधारभूत स्वास्थ्य, शिक्षा र जीविकोपार्जनलाई प्रश्न पार्न दिन सक्दैन भने त्यो सफलताको मापन केवल कागजमा हुन्छ, जनताको जीवनमा हुँदैन। त्यही भएर सम्माननीय सभामुख महोदयज्यू, म अपिल गर्न चाहन्छु, यो देशका जनता सबै करोडपति र सबै अरबपति छैनन्। यो देशको झन्डै 80% भन्दा बढी जनताहरू आज मध्यमवर्गीय छन्। बजेट तिनका लागि ल्याउने हो, व्यापारी पोष्णका लागि ल्याउने होइन। हस्, धन्यवाद।